देवचुली नगरपालिका रजर स्थित बन्दै गरेको श्री लक्ष्मीनारायण वन वाटिकाको प्राङ्गणभित्र श्री शनिदेवको मन्दिरमा यहाँहरू सबैलाई नमस्ते। दर्शन आउनुहोला, मन्दिरको दर्शन गर्नको लागि। शनिदेव मन्दिर अति रोचक छ। मन्दिर घुम्नको लागि चारैतिर भित्री पेरिमिटर बनाइएको छ र पेरिमिटरको उत्तर पूर्वपट्टि भागमा हामी चारवटा ग्रह करिब 3 फिट अग्लो र 1 फिट अग्लो कदमा रहेको मूर्ति रहनेछ चारैतिर, र दक्षिण पश्चिम साइडमा पनि यसरी नै चारवटा मूर्ति रहनेछ र बीचमा यस मूर्तिको बीचबाट हामी हेर्न सक्दछौँ बीचमा मन्दिर रहनेछ शनिदेवको, र माथि चारैतिर आँखी झ्याल रहनेछ। माथिल्लो निकै रोचक रूपमा देख्न सक्दछौँ आँखी झ्याललाई, र बीचमा शनिदेवको मूर्ति करिब 3 फिट अग्लो कदमा मूर्ति रहनेछ र बाहिरपट्टि घुम्नलाई दर्शन गर्नको लागि पूर्वपट्टि साइडबाट इन्ट्री पोइन्ट प्रवेशद्वार रहनेछ, जहाँबाट अति रोचक छ, रमणीय स्थल छ। देवचुली नगरपालिकाकै गहना हो यो, त्यसैले दर्शन गर्नको लागि यो लोकेसन सहित मैले तपाईलाई जानकारी गर्दैछु। रजर चोकबाट करिब 900 मिटर दक्षिणतिर लाग्नुभयो भने अवश्य पनि भेट्न सकिनेछ, पूर्व दक्षिण साइडमा। र यसमा यो युट्युब च्यानल श्री लक्ष्मीनारायण वन वाटिका युट्युब च्यानल र फेसबुक च्यानलबाट पनि तपाईले सब्स्क्राइब गर्न सक्नुहुनेछ। हस्त, धन्यवाद, नमस्ते।